हेलो साथीहरू, सङ्गठित संस्थानको प्री टेस्टको इक्जाम जुन स्थगित भएको थियो त्यसको फेरि हुने कुरा छ र फेरि डेट पनि कहिले हुन्छ भनेर आइसकेको छ। यदि तपाईँहरूले लोकसेवा आयोगको वेबसाइटमा आउनुभयो भने त्यहाँ तपाईँहरू एउटा सूचना देख्न सक्नुहुन्छ डेटको लागि। यहाँ हेर्न सक्नुहुन्छ सङ्गठित संस्थानको अप्राविधिक तर्फको सहायक स्तरको द्वितीय श्रेणी खरेदार सरहको चौथो तहको एकीकृत पूर्व परीक्षाको लागि पुनः परीक्षा कार्यक्रम निर्धारण गरिएको छ। यानि कि पुनः एउटा डेट आएको छ कहिले इक्जाम हुन्छ भनेर। यसलाई तपाईँहरूले चाहिँ डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ डेट राखिएको छ। यो खोलिसकेपछि यहाँ तपाईँहरूले आउनुभयो भने चाहिँ यहाँ हेर्न सक्नुहुन्छ पूर्व योग्यता परीक्षाको लागि लिखित परीक्षाको कार्यक्रम पुनः निर्धारण गरिएको भनेर सूचना छ। यो सबै कुरा सेम नै हो। तपाईँहरूको एडमिट कार्डहरू पनि त्यही नै हुन्छ र यसमा चाहिँ इक्जाम डेट मात्रै सारिएको यहाँ हेर्न सक्नुहुन्छ। पूर्व योग्यता परीक्षाको लागि डेट चाहिँ 2082 साल कार्तिक 15 गते दिनको 2 बजे राखेको छ र परीक्षा केन्द्रहरू जुनबाट तपाईँहरूले फर्म भरेको थियो परीक्षा केन्द्रहरू चाहिँ पहिला नै आइसकेको छ। त्यही केन्द्रहरूबाट चाहिँ हुन्छ र यो सूचना यहाँ हेर्न सक्नुहुन्छ 6 महिना 7 गते आएको छ। यो तपाईँहरूको विज्ञापन नम्बर पनि सेमै रहनेछ, खालि यसमा चाहिँ तपाईँको यो इक्जाम हुने डेट मात्रै सारिएको थियो। त्यो चाहिँ कार्तिक 15 गते 2 बजे हुनेछ। र तपाईँहरूले चाहिँ इक्जाम सेन्टर हेर्नु भएको छैन, म माथि लिङ्क राखिदिन्छु आई बटनमा, त्यहाँबाट तपाईँहरूले चाहिँ आफ्नो इक्जाम सेन्टर खोज्नु होला। र एडमिट कार्ड पनि कसरी डाउनलोड गर्न सक्नुहुन्छ त्यही राखेको छ। र इक्जाममा चाहिँ तपाईँहरूले चाहिँ एडमिट कार्ड र आफ्नो परिचय खुल्ने एउटा नागरिकता या तपाईँहरूले चाहिँ कुन डकुमेन्ट छ लाइसेन्सहरू लिएर जान सक्नुहुन्छ है त। धन्यवाद आजको भिडियोमा।